नमस्ते, यति बेला म नाङ्मा बजारमा छु। यो नाङ्मा बजारमा यति बेला जुन कर्णाली प्रदेशको राजधानी सुर्खेतको रेडियो नेपालनिर जुन बसको ठक्करबाट हिमा गाउँपालिका वडा नम्बर 4 का कालीबहादुर बुढाको बसको ठक्करबाट मृत्यु भएको थियो र त्यो मृत्युको खबरपछि यहाँका आफन्तहरू र स्थानीयहरूले क्षतिपूर्ति पाउनुपर्छ, न्याय पाउनुपर्छ भन्दै सुर्खेतको रेडियो नेपाल लगायत यहाँ नाङ्मा बजारको गेटमा आन्दोलन गरेर टायर बाल्ने र बाटो ब्लक गर्ने कामहरू गरेका छन्। र यति बेला सुर्खेत जाने यात्रुहरू र सुर्खेतदेखि तल आउने यात्रुहरू र सबै बाटोहरू यति बेला बन्द भएको छ। आन्दोलनकारीहरूले आफ्नो माग पुरा नभएसम्म यहाँको बाटो नखोल्ने र यात्रुहरूले कुनै पनि नजाने यिनीहरूको माग रहेको छ। यति बेला तपाईँहरू दुबो खबरबाट म यति बेला नाङ्मा बजारको गेटमा छु। तपाईँले दृश्यहरू देख्न सक्नुहुन्छ। उता दृश्य तपाईँले देख्नु सर, म धीरबहादुर बुढा जुन 2082 साल के अरे वैशाख 7 गते भएको हाम्रो रेडियो नेपालमा कालीबहादुर बुढा हाम्रो अङ्कलको एकदम असामयिक निधन एउटा फोर्सले हानेर होइन, फोर्सको झापै त थाहा भएन। त्यसको लागि हामीले न्याय माग्दा पनि आज 7 गते 11 दिन के अरे 11 गते हुँदा पनि 4 दिन बित्दा पनि कुनै मध्यपश्चिम यता प्रहरीले कुनै पनि डिस्कस नहुँदा हामीले नागमा र के अरे सुर्खेतमा हाम्रो आन्दोलन शान्तिपूर्ण आन्दोलन हो। यो कसैले हान्ने बान्ने होइन, यो न्यायको लागि आन्दोलन हो। हामीले न्याय आन्दोलन गरिरहेछौँ। हामी यहाँ न्यायबाट गाडी कुनै तल नजाने, तलबाट गाडी माथि नआउने भन्ने आन्दोलन हो। यसको लागि हामी पीडितहरू भनौँ न, न्यायको लागि हामी सबै गाउँले दाजुभाइ सबै हिमा गाउँपालिकावासीहरू यहाँ उपस्थित भइरहेछौँ। नभएसम्म हाम्रो कुनै पनि गाडी बाइक कुनै छिन्न भने अनिश्चितकालीन बन्द हो। माग भएर हाम्रो कुनै सम्बोधन आयो, माग भयो भने मात्रै हामीले छोड्छौँ, नत्र भने चाहिँ हामी यहीँ बसिरहन्छौँ। जति रात दिन कुनै गाडी पनि जान पाउनु, मालबागदेखि कुनै गाडी पनि हामी छिर्न दिनु, एउटा बाइक पनि छिरा छैन बिहानदेखि होइन। 5 बजेदेखि हामी सब आन्दोलनमा जारी छौँ। हामी शान्तिपूर्ण आन्दोलन रोडमै उभिरहन्छौँ। हामी कसै पनि गएको छैन यहाँ, आफ्नो मान्छे भन्ने कुनै पनि राखेन यहाँ। यो पुरै हो, यो कुनै बाइक पनि छिराएन। हामी बिचमा छौँ, नागमा गङ्गडी सडकको बिच किनारमा जोधारमा छौँ हामी। कुनै पनि बाइक कुनै आफ्नो मान्छे भन्ने कुनै छैन। यसको लागि हामी हाम्रो माग अथवा सहमतिमा नआउँदैसम्म हाम्रो आन्दोलन जारी हुनेछ। हामी यहीँ बसिराख्नेछौँ भन्ने उ गरेँ मैले। ल